ओम शांति। ओम शांति। शांति का सागर परमपिता परमात्मा श्री पशुपतिनाथ शिव भगवान को 90वें अवतरित दिवस को शुभ अवसर में यो महान पर्व ये त्रिमूर्ति शिव जयंती को शुभ अवसर में इस जितपुर निवासी संपूर्ण मानव आत्माओं को लाई शांति र कोटि कोटि बधाई दिन चाहन्छु। आज अस्ति 3 गते बितिसकेको शिवरात्रि भएको बावजुद पनि त परमात्मा पिताको सन्देश जन जनलाई बस्ती बस्तीलाई यो परमात्मा पिताको जो प्रभु प्रसाद बाँड्नको लागि आज हामी जितपुरमा आएका छौं। त यो पर्वको सही अर्थ कि भगवान अवतरित भएको किन त भन्दाखेरि गीतामा पनि भनिएको छ यदा यदा हि धर्मस्य ग्लानिर्भूतभारत अभ्युत्थानं धर्मस्य तदात्मनं सृजाम्यहम्। अब यस धरतीमा अन्याय अत्याचार पापाचार दुराचार अति चरम सीमामा पुगिसकेको छ। यस्तो समयमा एक निराकरण एक समाधान एक समस्याको समाधान गर्ने स्वयं परमपिता परमात्मा जो शिव भगवान हुनुहुन्छ, जो सर्वज्ञ हुनुहुन्छ, जो सर्वोपरि हुनुहुन्छ, जो सबै धर्म पिताहरूले उहाँसँग शक्ति दिएको सर्वमान्य हुनुहुन्छ, सर्वशक्तिवान हुनुहुन्छ। उहाँ दुःखहर्ता सुखकर्ता पतित पावन दिव्य बुद्धि विधाता दिव्य दृष्टि विधाता वहाँ प्रेम को सागर शान्ति को सागर आनंद को सागर ज्ञान को सागर पतित पावन हुनुहुन्छ। त उस परमपिता परमात्मा कर्म को भुए गति जान्ने वाला हुनुहुन्छ, जीवन को दुख को नैयाबाट पार ले जाने वाला हुनुहुन्छ। उस परमपिता परमात्मा संपूर्ण मानव को पिता हुनुहुन्छ। त उहाँले यस सृष्टिमा आज हरेक मानवलाई एउटा अशान्तिको भूमिमा काम क्रोध लोभ मोह अहंकार ईर्ष्या द्वेष विकृति र कुलग र विसंगतिको भूमरीको बन्धनमा बाँधिरहेको अवस्थामा यसबाट मुक्त हुने जो शिक्षा यसबाट मुक्त हुने जो यो बन्धनबाट निस्कने मार्ग अज्ञान रूपी अन्धकारको समयमा भगवान यस धरतीमा 90 सालदेखि अवतरित भएर हामीलाई राज्यको शिक्षा दिइराख्नु भएको छ। राज्यको शिक्षा भनेको आज विश्वमा शान्तिको आवश्यकता छ। त विश्वमा शान्ति र एकता कायम गरेर यो सृष्टिलाई परिवर्तन गर्ने फेरि यो सृष्टि आदिमा थियो पवित्रता सुख शान्ति समृद्धिको संसार थियो। हजुर पनि नारायण समान पूजनीय सत्व प्रधान हुनुहुन्थ्यो र सम्पूर्ण मानव देवी देवता हुनुहुन्थ्यो र सम्पूर्ण संसार नै एउटा स्वर्णिम दुनिया हुन्थ्यो। आज त्यो दुनिया कुन गतिमा शिक्षकले विद्यार्थीलाई बाँकी राख्दैन र नाता गोता जुन बुवाले छोरीलाई मामाले भान्जीलाई यस्तो कहाँ कुन अवस्थामा पुगिसकेको बेलामा अब यसबाट यो विकारबाट मुक्त हुने अनविज्ञ अज्ञानताको रातमा उनी परमात्मा पिताको अवतरित भएको यो सन्देश सबैलाई सुनाएर सबैलाई शान्ति स्थापना गर्ने सबैलाई फेरि मनुष्यबाट देवता बनाउने यो लक्ष्य लिएर आज हामी यो आज 8 दिन भयो यो जितपुर नगरीमा आएर हामी यो कार्यक्रम गर्न गइरहेछ। यस कार्यक्रमले यस सेवाले आज यो जनजनलाई शान्ति पनि होस्, जीवनमा परिवर्तन आओस्, जीवनमा एउटा आमूल सभ्यता आओस् र यही उद्देश्य लिएर आज हामी कार्यक्रम गरेका छौं। हस्त पत्रकार